हेलो सबैजनामा वेलकम टु माई युट्युब च्यानल र आज चाहिँ हामी चाहिँ बाहिर गएको होइन यति धेरै रमाइलो बेलुका होइन यस्तो धेरै रमाइलो दुबईमा यति धेरै रमाइलो हुने बाहिर जाँदा लाइटै लाइट होइन कस्तो रोडहरू पनि क्लियरली अनि कति धेरै दिनसो हिँडेको फिल हुने होइन अँध्यारो हुनै हुँदैन बस यो दुबई यति धेरै रमाइलो लाग्छ मलाई होइन यस्तो धेरै रमाइलो भइरहेको थियो हामी दुईजना चाहिँ अब लोकेसन लाएर खाना लिनलाई जाँदै थियौँ धेरै लामो थियो र बाटो चाहिँ त्यही भए पनि गफ गर्दै रमाइलो गर्दै अनि मेरो साथी चाहिँ कस्तो धेरै टाढो के भन्दै रिसाइरहेको थियो अनि टाढो भइहाल्छ नि 1 घन्टाको बाटोमा गएपछि टाढो हुँदैन भन्दै मैले चाहिँ भनिरहेको थिएँ उसँग हाँस्दै र ऊ चाहिँ रिसाइरहेको थियो रिसाएपछि फेरि हामी चाहिँ पार्कमा आउँदा यति राम्रो बिरालो थियो होइन यस्तो धेरै राम्रो थियो बिरालो उसको साथ यसो म चाहिँ खेलेँ पनि थोरै अनि हामी चाहिँ खाना खान पनि लाग्यौँ अनि मैले चाहिँ रोटी पनि रेडी गरिसकेँ रोटी रेडी गरिसकेपछि चिकन अनि आलुको चिप्स थियो त्यसपछि अचार अनि त्यसपछि सलाद सुप सबै थियो कि अनि हामी चाहिँ खाना खाँदै अनि कुरा गर्दै थियौँ दुईजना चाहिँ अनि उसले चाहिँ रोटी काम लाएर खाँदै थिएँ अनि उसको साथमा साथी पनि थियो त्यसलाई पनि खुवाउँदै थिएँ उसको बच्चालाई मेरो साथीको बच्चा हो त्यो चाहिँ अनि त्यहाँदेखि रमाइलो पनि गर्दै हाँस्दै थियौँ अनि मैले पनि भने कति धेरै रमाइलो भइरहेको हुँदो रहेछ है आज त बाहिर बसेर खाना खाएको कस्तो मजा लाग्यो मलाई चाहिँ अनि तिमीलाई चाहिँ कस्तो लाग्यो भन्दै म चाहिँ गमका गम लाएर चिकन आँखा चिम गरेर खाइरहेको थिएँ अनि खाएपछि उसँग गफ गर्दै ल उसले चाहिँ रोटी उठाउँदैछ मैले चाहिँ चिकन गमका गम दिइरहेको छु अनि ऊ हाम्रो साथमा एउटा बच्चा पनि छ त्यो बच्चाले पनि गमका गम खाइरहेको थियो बाहिर बसेर खाँदा एकदम रमाइलो पनि भयो होइन सबैजना बसेर रमाइलो गरेर खाँदा झन् कति रमाइलो हुँदो रहेछ बाहिर धेरै समयपछि हामी चाहिँ बाहिर बसेर खाना खाएको थियौँ अब धेरै टाइम पनि हुँदैन मेरो साथीको ड्युटीको टाइम नहुने अनि मेरो पनि टाइम नहुने अनि कोही कोहीखेर भेट्यो भेट्दा यति धेरै रमाइलो हुने अनि त्यसमाथि पनि अब मौसम पनि रमाइलो थियो त्यसपछि खाना खाँदै बस्दा खाना खाँदै थियौँ मजाले अनि गफ गर्दै अनि हामी चाहिँ आधा खाना आइसकेर प्लेट मैले चाहिँ देखाइरहेको छु है यति धेरै आधा खाइसक्यो भनेर ऊ चाहिँ पुरा रोटीमा बिजी भइरहेको थियो होइन अनि मैले भने तिमी त रोटीमा कति धेरै बिजी भएको भनेको अनि मैले चाहिँ फेरि चिकन उठाउँदै खाँदै त्यो पनि चिकनसँग गमका गम खाँदै त्यसपछि हामीले चाहिँ खाना खाइसकेपछि चाहिँ प्लेट आधा हुन लागे खत्तम गरिसक्यौँ दुईजना भएर एउटा कुखुरासँगै हामीले त सकेपछि चाहिँ ऊ चाहिँ पुरा बिरालोसँग खेलिरहेको थियो त्यसपछि फेरि अब जो उसले मोबाइल चलाएर पुरा फेरि गीत बजाउने लागि सोच्छ त्यसपछि पुरा यस्तो यस्तो मन्टोहरू हल्ला हुने अनि त्यहाँदेखि हाँस्दै बसिरहेको छ अनि फेरि मैले चाहिँ तिमी चाहिँ नि यो प्लेट नउठाउने भनेर देखाइरहेको थिएँ अनि ऊ चाहिँ ओ गर्दै डान्स गर्नपट्टि लागिरहेको थियो अनि गफ गर्दै थियौँ रमाइलो गर्दै थियौँ त्यसपछि उसले पनि मैले भने तिमी चाहिँ के गरेको भनेको म चाहिँ पुरा उसले चाहिँ आँखा झिम्काइ झिम्काइ डान्स गर्नु लागिरहेको थियो रमाइलो गरिरहेको थियो खाना खाइसकेपछि अनि हामी चाहिँ के सोच्यौँ भने अब चाहिँ खाना खाइसक्यो अब रमाइलो गर्दै एकछिन बस्यौँ प्लेट पनि नउठाइ छ यति धेरै समयपछि उनीहरूले त्यहीँ राखेको थियौँ प्लेट पनि अनि उसले चाहिँ मलाई भनिरहेको छ एउटा सिँगै कुखुरा खाएर पनि तिम्रो चाहिँ यस्तै हो भन्दै थियो अनि मैले चाहिँ तिम्रो हेर भन्दै फेरि म छाना राउ गरिरहेको थियौँ हामीलाई अनि उसले चाहिँ मलाई गाचारिरहेको थियो है अनि तिमी चाहिँ जति खाए पनि यस्तै हो र तिम्रो जिउ भन्दो रहेछ अनि मैले चाहिँ हो नि मेरो जिउ अनि ऊ चाहिँ उठ्नै नसकेर मैले चाहिँ तानी तानी उठाइरहेको थियो त्यसलाई चाहिँ अब जानुपर्छ रुममा भन्दै मैले उसलाई चाहिँ उठाइरहेको थिएँ अनि उसको चाहिँ उठ्दिनँ भन्दै थियो अनि मैले उठाएको अनि त्यसपछि मलाई भन्दै थियो कि ओ मेरो बुढी त यस्तो ठुलो भइसक्यो अरे तिम्रो बुढी कति धेरै ठुलो भएछ नि है भन्दै थिएँ मैले पनि अनि हामी चाहिँ अब उठ्यौँ उठेपछि चाहिँ अब घरतर्फतिर लाग्नलाई चाहिँ रेडी भयो हामी दुईजना चाहिँ अब जाने भन्दै हामी चाहिँ अब रेडी भएर लाग्यौँ गाडीमा त्यसपछि चाहिँ हामी गयौँ बाई बाई गाइज एभ्रिवान धन्यवाद तपाईँहरूलाई